आज म केही टिप्पा र टिप्पणीका कुराकानी विश्लेषणहरू गर्ने गर्छु र आज बाढी पहिरोका धेरै क्षतिहरू भइरहेका छन् र धेरै पानी पर्ने वर्षात भएको कारणले गर्दा धेरै ठाउँहरूमा एउटा क्षतिपूर्ण अवस्था भ्याइ नभ्याइ भइरहेको छ नेपाली जनतामाथि। यसको विषयवस्तुमा सरकारले पनि हामीलाई एउटा स्थानीय सरकार र अन्तर्राष्ट्रिय सरकारले हामीलाई चाहिँ हेर्नुपर्छ भन्ने चाहिँ हाम्रो चाहिँ भनाइ छ। हाम्रो स्थानीय सरकारदेखि केन्द्र सरकारसम्म यो सम्पूर्ण घटनाको छानबिन र पुरा गर्न हुन म अनुरोध गर्न चाहन्छु। र बर्खा लागिरहेको छ, तपाईँहरूलाई म लोकेसन देखाउन चाहन्छु। कतै पहिरा लडिरहेको छ, कतै कुहिरो लागिरहेको छ, कतै हरियाली बसन्त ऋतु छाइरहेको छ। तपाईँहरूलाई म क्यामेरा लगाएर यता लोकेसन देखाउँछु है त। तपाईँहरूले प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ यो लोकेसन हो मुसिकोट नगरपालिका 7 खालबोट आरबोटको यो लोकेसन हो। तपाईँहरूले कति दामी लोकेसन देख्न सक्नुहुन्छ, यहाँको भरपुर मनोरञ्जन देख्न सक्नुहुन्छ। र तपाईँले मैले देखाइरहेको छु स्वाट्टै यसरी यहाँको लोकेसनमा वाउ चट्ट परेको बर्खा लागेको तपाईँहरूले पारी देख्न सक्नुहुन्छ। अनि पारीपट्टि कति हरियाली पारी हेर्नुहोस् त, पारी त्योपट्टि कुहिरोले टक्क ढाकेको बर्खासको महिना साँच्चीकै रमणीय हुन्छ। र यस रमणीय विषयवस्तुहरू सँगसँगै पहिरो जाने र बाढी पहिरोको जोखिम पनि हुने गर्छ र तपाईँहरूले पूर्ण रूपमा देखिसक्नु भएको छ। र यसरी नै र हामी चाहिँ केन्द्र सरकारसँग र स्थानीय सरकारसँग हामी चाहिँ अपिल के गर्न चाहन्छौँ भने जब बाढी पहिरो जाँदाखेरि संरक्षण र विकासको पूर्वाधारको कारणले गर्दा जसलाई पीडितहरू बाढी पहिरोको कारण घरहरू जाने, कसैको जग्गाहरू जिमी जग्गाहरू जाने यस्तो प्रक्रियाहरू भइरहेको हुन्छ। यसको बारेमा चर्चा र चर्चा गर्न जानेछौँ हामी। र प्रत्यक्ष रूपमा बिजिपुन म तपाईँहरूको साथमा छु र आज केही कुराकानी गर्न गइरहेको छु। र म बिजिपुन र तपाईँलाई प्रत्यक्ष रूपमा देखिसक्नु भएको छ। मेरो नाक अलि शून्य र ठुलो भएको छ, बिरामीले गर्दा एकदमै म बिरामी छु है। अब मानिसको जिन्दगी हो, कहाँ सकिन्छ थाहा छैन। तर मेरो च्यानल मार्फत जतिले हेर्नु भएको छ र जतिले माया गरिदिनु भएको छ र साथ सपोर्ट दिनुभएको छ, यसै गरी साथ सपोर्ट र माया गरिदिनु होला। र यो किङ बिजिपुन युट्युब च्यानललाई नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। र हामीसँग केही कुराहरू विश्लेषण लिएर हामीसँग धेरै मानिसले कमेन्ट गर्नुभएको थियो कि बाढी पहिरो पीडितहरूले राहत पाएका छैनन्। बाढी पहिरो आजभोलि बर्खाको समयमा बाढी पहिरो कारणले गर्दा धेरै जनको क्षति हुने कारणले गर्दा यसको बाढी पहिरो रोकथामको लागि के उपाय गर्नुपर्छ, अथवा बाढी पहिरो गरेर क्षति भएका मानिसहरूलाई हामीले चाहिँ स्थानीय सरकारले अथवा केन्द्रीय सरकारले कसरी चाहिँ नेपाली जनतालाई चाहिँ सहयोग गर्छन् त हेर्छन् त भन्ने विषयवस्तुहरूमा हामी टिप्पा र टिप्पणी गर्नेछौँ। र आज प्रत्यक्ष रूपमा प्रस्थान भएको छु बिजिपुन। र तपाईँहरूलाई थाहा नै छ, तपाईँहरूले आज केन्द्रीय सरकार र स्थानीय सरकार खुकुलो भएको छ, झोक्रिएको छ, किनकि उसले धेरै ठाउँमा कुनै ठाउँमा राहत पुर्याएको पनि छैन। देशमा विकासको नाममा कलङ्क भ्रष्टाचारहरू धेरै बढिरहेको छ। तपाईँहरूले प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ यस्ता भ्रष्टाचार गर्ने नेताहरू। र हामी गणतन्त्रवादमा छौँ र गणतन्त्रमा बोल्ने पूर्ण अधिकार सम्पूर्णमा छ। र यसकारण यस विषयवस्तुहरूमा म पनि प्रत्यक्ष रूपमा बिजिपुन बोलिरहेको छु। म केन्द्रीय सरकार र स्थानीय सरकारहरूलाई म के भन्न चाहन्छु भने, आग्रह गर्न चाहन्छु भने गरिब जनता निमुखाहरूको रगत कति चुस्छौ ए पापी हो, अब भने यो रगतहरू चुस्न बन्द गर। जहाँ बाढी पहिरो पीडितहरूलाई पनि राहत दिने गर। र गाउँघरमा आजभोलि बर्खासको टाइममा जोखिमपूर्ण युक्त भएको कारणले गर्दा स्थानीयहरू आतुर भएका छन्। कहीँ पहिरो गएर कहीँ ढुङ्गाहरू मुढाहरू लडेर घरहरू विहीन भएका छन्, भत्किएका छन्। त्यस कारणले गर्दा म यो जनताहरूलाई पनि सुझाव के दिन चाहन्छु भने स्थानीय सरकार र केन्द्रीय सरकार माग गर्नुभन्दा पहिले तपाईँहरूले पनि आफूले आफूलाई सुरक्षा गर्न नभुल्नुहोला। यदि तपाईँहरू घरमा तपाईँहरूको बोट बिरुवाहरू छैन भने बिरुवा रोप्न सुरु गर्नुहोस्। बर्खाको टाइममा पहिरो कता गइरहेको छ, पहिरो गएको ठाउँमा सम्पूर्ण आम मानिसहरू भेला भएर सामाजिक संस्थाको भेला बनाएर एउटा बैठक सानो मिटिङ राखेर त्यसपछि चाहिँ बिरुवा रोप्ने कार्यक्रमहरू थाल्ने गर्नुहोस् भन्न चाहन्छु तपाईँहरू सम्पूर्णलाई। र त्यसपछि यदि तपाईँ घर जग्गा विहीन हुनुभएको छ, घर जग्गाहरू बाढी पहिरो लगेको छ भने स्थानीय सरकारलाई कुराकानी गर्नुहोस्। स्थानीय सरकारले पनि माग पुरा गर्न सकेन भने केन्द्रीय सरकारलाई कुरा गर्नुहोस्। केन्द्रीयले पनि माग पुरा गर्न सकेन भने हामी सिंहदरबार पस्न पनि तयार छौँ भनेर नेपाली जनताहरू आम उर्लिरहेका छन्। त्यस कारणले गर्दा
म सम्पूर्णलाई के भन्न चाहन्छु भने मेरो यो किङ बिजी पनि युट्युब च्यानलबाट सम्पूर्ण नेपाली जनताको आश र भरोसालाई कहिले पनि अविश्वासको विश्वासघात नगर्नुहोस्। हाम्रा नेताजीहरू तपाईँहरूले हाम्रो देशको विकासको लागि अगाडि बढ्नुहोस्। तपाईँहरूलाई भोट मात्र होइन, भोटमाथि तपाईँहरूले आफ्नो नोट पनि देख्न सक्नुहुन्छ। तर तपाईँहरूले राम्रो काम गर्नुहोस्, स्थानीय सरकारले पनि राम्रो काम गरोस्। किनकि स्थानीय सरकारलाई हामीले त्यसै भोट जिताएका होइनौँ। हामी जब वडा कार्यालयमा जाँदा पनि प्रत्यक्ष रूपमा मान्छेहरू 7-8 दिनसम्म पनि वडा सचिव र वडासे भेट नहुँदाखेरि मलाई एकदम दुःख लागिरहेको छ। एक दिन म अवश्य पनि वडा कार्यालयमा गएर प्रत्यक्ष रूपमा भिडियो बनाउने छु। मलाई पुरा विश्वास छ, किनभने यो आम जनताले स्थानीय सरकार बनाइदिएको छ। तर हामी स्थानीय सरकार वडा कार्यालयमा जाँदा वडा कार्यालयमा कोही पनि हुँदैनन्। मुस्कोट नगरपालिका खलङ्गामा सम्पूर्ण जाने र बस्ने, कुर्सीमा बसेर टेबल ठटाउने र पानीको बोतल पिउने, कसैले हुस्की पिउने, यस्ता कार्यक्रमहरू भइरहेको छ। यदि तपाईँहरू यस्तै गर्दै हुनुहुन्छ भने तपाईँ अब जनतालाई दुःख दिइरहनु भएको छ भने अब आइसकेको छ किङ बिजे पनि युट्युब च्यानल। किङ बिजे पनि युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला र मनमा लागेको केही कुरा छ भने कमेन्ट गर्न नभुल्नुहोला। यस्तै विचार विश्लेषणहरू म लिएर आउँछु। थ्याङ्क यू।